यदि तपाईँ आफ्नो रिस, तनाव र हिंसक सोच घटाउन चाहनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोस्। के तपाईँले कहिले सोच्नु भएको छ किन आज मानिसहरू पहिलेभन्दा बढी रिसाउँछन्? किन हिंसा, अपराध र मानसिक अशान्ति बढिरहेको छ? यसको एउटै कारण होइन, मानिसको व्यवहार धेरै कुराले प्रभावित हुन्छ, जस्तै पारिवारिक वातावरण, शिक्षा, तनाव, आर्थिक अवस्था, निद्रा, नशाको प्रयोग र आहार। त्यसैले कुनै एक खानेकुराले मात्र मानिसलाई हिंसक बनाउँछ भन्ने वैज्ञानिक निष्कर्ष छैन। तर एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ। धेरै वैज्ञानिकहरूले वर्षौंदेखि अध्ययन गरिरहेका छन् कि हाम्रो आहारले मस्तिष्क, मनोस्थिति र व्यवहारमा कस्तो प्रभाव पार्छ। सन् 2019 में प्रकाशित एक ठूलो वैज्ञानिक अध्ययनले देखायो कि फलफूल, सागसब्जी, सम्पूर्ण अन्न, गेडागुडी र नट्समा आधारित सन्तुलित आहार खाने मानिसहरूमा मानसिक स्वास्थ्य राम्रो हुने प्रवृत्ति देखिएको थियो। अर्कोतर्फ अत्यधिक प्रशोधित मासु, जंक फूड र मदिराको धेरै सेवन गर्ने समूहमा डिप्रेसन, चिन्ता र अन्य स्वास्थ्य समस्याको जोखिम बढी देखिएको थियो। यसको अर्थ के हो? यसले मासु खाने सबै मानिसमा खराब व्यवहार हुन्छ भन्ने होइन, तर स्वस्थ, सन्तुलित र वनस्पति प्रधान आहार मानसिक स्वास्थ्यका लागि लाभदायक हुन सक्छ भन्ने प्रमाणहरू बढिरहेका छन्। अब अर्को कुरा सोचौँ। यदि एउटै पोषण हामीले दाल, गेडागुडी, सोयाबिन, दूध, दही, फलफूल र सागसब्जीबाट पनि प्राप्त गर्न सक्छौँ भने अनावश्यक रूपमा कुनै जीवको जीवन किन अन्त्य गर्ने? स्वास्थ्य पनि जोगियो, करुणा पनि बढ्यो, प्रकृति पनि बच्यो। आजको एउटा निर्णयले भोलिको पुस्ताको स्वास्थ्य र संस्कार बदल्न सक्छ। यदि तपाईलाई पनि स्वास्थ्य शरीर, शान्त मन र दयालु समाज चाहिन्छ भने आजबाट सानो परिवर्तन सुरु गर्नुहोस्, किनभने महान परिवर्तन सबै एउटा सानो निर्णयबाट सुरु हुन्छ। के मांसाहारले हाम्रो शरीर मात्र होइन, हाम्रो सोच र भविष्यलाई पनि असर गरिरहेको छ? वैज्ञानिकहरूले दिएको चेतावनी। आज एउटा सानो निर्णय तपाईको थालमा राखिएको एउटा परिकार भोलि तपाईको मुटु, मस्तिष्क, परिवार र भविष्यसँग जोडिएको हुन सक्छ। के यो अतिरञ्जना हो वा विश्वका प्रतिष्ठित वैज्ञानिकहरूले वर्षौंदेखि दिँदै आएको चेतावनी? आजको वास्तविकता। नेपालमा आज एउटा नयाँ संस्कृति तीव्र गतिमा फैलिरहेको छ। मांसाहार आधुनिकताको प्रतीक, मदिरालाई रमाइलोको पर्याय बनाइँदैछ। धेरै युवाले साथीहरूको दबाव, सामाजिक सञ्जाल र विज्ञापनको प्रभावमा यस्तो जीवनशैली अपनाइरहेका छन्। तर एउटा प्रश्न, के आधुनिक हुनु भनेको शरीरलाई रोगतर्फ धकेल्नु हो? विज्ञान के भन्छ? अब भावना होइन, प्रतिष्ठित अनुसन्धानतर्फ जाऊ। जामा इन्टरनेसनल मेडिसिनले 1,21,000 भन्दा बढी मानिसलाई लगभग 3 दशकसम्म अध्ययन गर्यो। नतिजा चकित पार्ने थियो। दैनिक अतिरिक्त रातो मांस खाने व्यक्तिहरूमा मृत्युको जोखिम बढेको देखियो। प्रोसेस्ड मांस खानेहरूमा यो जोखिम अझ बढी देखियो। हृदय र क्यान्सरबाट मृत्युको जोखिम पनि बढी देखियो। यो एउटा अध्ययन मात्र होइन, यस्तै निष्कर्ष धेरै अन्य अनुसन्धानहरूले पनि दोहोर्याएका छन्। विश्व स्वास्थ्य संगठनको चेतावनी। सन् 2015 में WHO अन्तर्गतको IARCले 800 भन्दा बढी वैज्ञानिक अध्ययनको समीक्षा गर्यो। निष्कर्ष, प्रोसेस्ड मांसलाई क्यान्सरसँग पर्याप्त प्रमाण भएको समूहमा राख्यो। रातो मांसलाई सम्भावित रूपमा क्यान्सरकारी समूहमा राखियो। यसको अर्थ सबैलाई क्यान्सर हुन्छ भन्ने होइन, तर जोखिम बढ्न सक्ने वैज्ञानिक प्रमाण पर्याप्त भेटिएको छ। एउटा प्रश्न, यदि कुनै उद्योगले यस्तो पदार्थ बेचिरहेको छ जसले विश्वका वैज्ञानिकहरूले बारम्बार सावधानी अपनाउन भनिरहेका छन्,
हामी किन त्यसलाई दैनिक जीवनको आवश्यक वस्तु बनाइरहेका छौँ? शरीर मात्र होइन, मन पनि केवल शरीर होइन। केही अनुसन्धानहरूले धेरै रातो तथा प्रोसेस्ड मांस खाने व्यक्तिहरूमा डिप्रेसनको जोखिमसँग पनि सम्बन्ध देखाएका छन्। यद्यपि वैज्ञानिकहरू स्पष्ट छन्, यो कारण प्रमाणित भएको होइन, तर सम्बन्ध देखिएको छ र थप अनुसन्धान। अब अर्को प्रश्न, यदि मांस कम गरियो भने शरीरलाई आवश्यक पोषण कहाँबाट आउँछ? उत्तर छ दाल, गेरागुडी, चना, राजमा, सोयाबिन, बदाम, तेल, फलफूल, हरियो साग सब्जी, सम्पूर्ण अन्न। सन्तुलित रूपमा योजना बनाइएको शाकाहारी भोजनले धेरै मानिसहरूको पोषण आवश्यकता पूरा गर्न सक्छ। भिटामिन B12 जस्ता केही पोषक तत्त्वका लागि भने आवश्यक परे चिकित्सक वा पोषण विशेषज्ञको सल्लाह लिनुपर्छ। केवल स्वास्थ्य होइन, कल्पना गर्नुहोस्, यदि एउटा युवा मदिराबाट टाढा रह्यो, मांसाहार कम गर्यो, व्यायाम गर्न थाल्यो, घरको खाना खान थाल्यो, त्यो परिवार कति स्वस्थ होला? देशको स्वास्थ्य खर्च कति घट्ला? देशको उत्पादन शक्ति कति बढ्ला? सानो परिवर्तनले ठुलो भविष्य बनाउन सक्छ। मेरो व्यक्तिगत आग्रह तपाईलाई आज सबै कुरा छोड्ने आदेश दिँदैन। म केवल एउटा आग्रह गर्छु, 1 महिना प्रयास गरेर हेर्नुहोस्। प्रोसेस्ड मांस हटाउनुहोस्, रातो मांस धेरै कम गर्नुहोस् या स्वस्थ माछाको सेवन गर्नुहोस्। फलफूल र सागसब्जी बढाउनुहोस्। मदिराबाट टाढा रहनुहोस्। आफ्नो शरीरले दिएको उत्तर आफै सुन्नुहोस्। अन्तिम सन्देश, महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनलाई प्रायः यसो भनिएको उद्धृत गरिन्छ, मानव स्वास्थ्य र पृथ्वीमा जीवन बचाउन शाकाहारी भोजनतर्फको परिवर्तनभन्दा ठुलो प्रभाव अर्को कुनै उपायले पार्न सक्दैन। हामीले अर्को पुस्तालाई के सिकाउने? रोग बढाउने बानी वा स्वास्थ्य, करुणा र जिम्मेदारी? निर्णय हाम्रो हातमा छ। यदि तपाईँ स्वस्थ नेपाल, स्वस्थ समाज, सचेत युवाको पक्षमा हुनुहुन्छ भने यो भिडियो धेरैभन्दा धेरै साथीहरूसम्म पुर्याउनुहोस्। सायद एउटा सेयरले कसैको जीवन बदल्न सक्छ। धन्यवाद।